एभ्रिवान, आजको भ्लग हामीले सुरु गर्न गइरहेको छौँ। हामी चाहिँ पेथुम जिल्लाको जोमलुङ पार्क भन्ने ठाउँसम्म चाहिँ यात्रा गर्ने क्रममा पेट्रोलको लागि होला हामी पेट्रोल पम्पसम्म जाँदैछौँ। र स्वागत छ तपाईँहरूलाई गाइस अर्को भ्लगमा फेरि पनि। आज बस्छु र मेरो एकदम प्रिय दाइ हुनुहुन्छ सन्तोष राई। आजको भ्लग हाम्रो जोमलुङ पार्कसम्मको हुँदैछ। हेर्दै गर्नु होला हाम्रो भ्लग। हामीले धेरै राम्रा मिठा कुलिया अमिलो गतिविधि देखाउनेछौँ। त्यति बेलासम्म भिडियो हेरेर साथ दिनुहुनेछ भन्ने पुनः आशा छ। ओके गाइस, हामीले पेट्रोल हालिसकेको छौँ। महँगो पेट्रोल हालेका छौँ हामीले। पेट्रोलको दाम बढेको छ। 187 पुगिसकेको छ यार। अब यहाँबाट चाहिँ हामी सरासरी जान्छौँ। हिले बजारबाट हाम्रो दुईवटा बाइक होइन है, हामी दुईवटा बाइक हिले बजारबाट त्यहाँ हाम्रो साथीहरू हुनुहुन्छ। हामी त्यहाँ पेट्रोल हाल्नु पनि आयो हो। त्यसपछि फेरि हामी लाग्छौँ है त। ल साथीहरू, हाम्रो तीनवटै बाइक भेला भइसकेको छ। अगाडि देखिराख्नु भएको छ रोयल एनफिल्ड पल्सर 150देखि लिएर हामी आज तीनवटा बाइकमा जाँदैछौँ जोमलुङ पार्क। र साथीहरू, हिलेको अहिले पछिल्लो समयको भाइरल ठाउँ देख्न सक्नुहुन्छ। जोडीमा हामी मात्रै छैनौँ। जोडीमा के गर्ने। केही देखेको छैन। हेर्नुहोस् साथीहरू, हिलेको मौसम फेरि खुल्यो, फेरि जान्छ। मौसम हेर्नुहोस्। के भन्नु छ सन्तोष दाइ तपाईँलाई आजको यात्राको बारेमा? मर्यादित चाहन्छु। त्यही भन्दै आजको यात्रा हामीले सुरु गरिसकेका छौँ। एकदमै चिसो मौसम छ साथीहरू। अब के गर्नु, हामी यस्तै ठाउँमा बस्छौँ होइन। अब ततैतिरको साथीहरू त गर्मी खाएर बसिराख्नु भएको होला। मिल्नेमा हामी एउटा प्लास्टिकमा प्याक गरेर चिसो पठाइदिन्थ्यौँ होइन, तर मिल्दैन। यस्तै के छ दाइ, तपाईँ के भन्न चाहनुहुन्छ आजको यात्राको बारेमा? आजको हाम्रो यात्रा हुनेछ 3 जुलाईसम्मको। मौसमले साथ दियो भने चाहिँ यस राम्रोसँग कतिको रमाइलो फिल भइरहेको छ। जाँदाखेरि रमाइलो भइरहेछ, फर्किँदाखेरि पनि यस्तै रमाइलो हुन पाऊँ। मौसम विज्ञानलाई अर्को टोलीमा पनि आइसक्नु भएको छ यहाँ। कस्तो भइरहेको यात्रा भन्नुहोस्, बताउनुहोस्। कस्तो भइरहेको यात्रा, राइड कतिको मजा आइरहेको दाइ? यात्राको अर्को मेम्बर हुनुहुन्छ, स्वागत छ तपाईँलाई भ्लगमा। के भन्न चाहनुहुन्छ? आजको मौसम चिसो छ, यसै प्रकार चलिरहेछ। तर साथीहरू धेरै उमङ्गमा मातिरहेछन्। अलिकति यसो हेर्दाखेरि कुन ठाउँ हो त्यस्तै आजको अर्को मेम्बर हुनुहुन्छ हाम्रो प्रकाश दाई र सन्तोष खत्री। सन्तोष राई इन्ट्रोडक्सन नै गलत भइदिइरहेको। के भन्नुहुन्छ तपाईँ? उहाँ हेर्नुहोस्, उहाँको लुक्स मात्रै हेर्नुहोस्। टोपी मूंगफली वाला लाए हो, घूमने के लिए ऊपर आए हो। उसका नाम है राई इज किङ। अथवा उसलाई हामीले राई जेठो पनि भन्न सक्छौँ। माइलो झापा गएको ल के हेर्दै गर्नु होला। ओके गाइज, अब सानो ब्रेकपछि हामी पुरो मुभ हुन लागिरहेका छौँ। एउटा ब्रेकपछि
हामी यतिखेर चितुवा बजार आइपुगेका छौँ। चितुवा बजारमा पनि कम्पेयर गर्दाखेरि तपाईँको भन्दा अलिकति मौसम खुलेको त हो, तपाईँको पनि यहाँ चाहिँ अँध्यारै चिसै छ यता है। मालदा खोल्ली चाहिँ धेरै छ यता। धेरै बजार के कोपी होइन चितुवा रन्कुटा गाई। एकदम रमाइलो बजार छ, एकदम पाहाडको सबै कुराहरू पाउने टक्क लगाएर। कति धेरै गाडी है, खाना खानु रोकेको हेर्नु न। पहिला हामी माथिल्लो बाटो हिँड्दा पनि खाना खाने ठाउँ यही हो क्या। त्यस्तै पनि हाम्रो गाउँतिरको गाडी होला यहाँ। ल अहिले पछिल्लो समय चाहिँ अलिकति सामाजिक सञ्जालतिर भाइरल भएको ठाउँ हो यो। अब यहाँ हामी फोटो पनि खिच्नु पर्ने हुन्छ है। एकछिन बस्थ्यौँ ट्याक्क लगाएर। आज जहिले जस्तै रामनवमीको दिन, विशेष दिन। हामी एउटा विशेष यात्रा भनौँ के भनौँ गरिरहेछौँ है। हेर्नुहोस् कुहिरोले केही देखे छैन तलमाथि। सन्तोष सर भ्लगमा बोल्नु न यार, मेरो भ्लगमा के भन्न चाहनुहुन्छ तपाईँ? तिमीलाई आई लभ यु हो। दाजु कि साले भाउजू कि बहिनी मन पर्यो मलाई। धरान कुटा भेरेटार सोल्टिनी जिउ जोडो न घरमा। भाउजू कि बहिनी मन पर्यो मलाई। दाजु कि साली भाउजू कि बहिनी मन पर्यो मलाई। माया लौ भनी खोजेको मैले सुल्टिनी तिमीलाई। माया लौ भनी खोजेको मैले सुल्टिनी तिमीलाई। भेटैमा भयो सुल्टिनी ज्यू के छ नि समाचार। धरान कुटा भेरेटार सोल्टिनी ज्यू जोडो न घरमा। अगाडि देख्न सक्नुहुन्छ साथीहरू हाम्रो दुइटै तले साथीहरूले अलिकति राइडिङ मोडमा पस्नु भएको जस्तो लाग्यो अहिले चाहिँ। इट्स ओके। यतिखेर हामी जाँदैछौँ साथीहरू गुराँसको राजधानी तिनसुकै। देख्नुहोस् यहाँदेखि नै झरिरहेको छ फुलहरू अनि क्या। हेर्नुहोस् आमामा है, यो त मिठो भ्यूै मन पऱ्यो यार मलाई त। क्या दाम हल्का यत्तिको खोलिदियो भने त एकदम आजको हाम्रो यात्रा चाहिँ एकदम रमाइलो हुनेवाला छ। देख्नुहोस् बाटोको अवस्था। धनकुटा र तेह्रथुमको सिमाना बसन्तपुर पुग्न नजिक छौँ। हामी एकदमै बाटो चिप्लो रहेको छ। जान्दै जानु जान्छ यहाँबाट त। के गर्नु हजुर, पाहाडको बाटोमा बाटोको अवस्था यस्तो छ। जान्दैन ल।
ल बाटो यस्तै हो साथीहरू, केही छैन। हाम्रो यो यात्राको एउटा बाटो हो होइन। हाम्रो पवन पालजी चाहिँ अगाडि गइसक्नु भएको छ जस्तो लाग्यो। ठिक छ, अब नयाँ प्रतिनिधिहरू जानुभएको छ। चाँडोभन्दा चाँडो यो बाटो बनोस्, हाम्रो यही अपेक्षा छ होइन। चाँडो बन्नेछ। उहाँहरूले यो क्षेत्रलाई पनि हेर्नुहुन्छ, बुझ्नुहुनेछ बाटोको अवस्था, बाटोको पिराको अवस्था। नयाँ मान्छे, नयाँ सरकार, नयाँ सोचका सहित अब अहिलेको केही होला भन्ने हाम्रो आश छ। र यतिखेर चाहिँ हामी बसन्तपुर बजारको नजिक आइपुगेका छौँ। दिदीले के पेसमा बस्नु भएको क्या यहाँ? गुराँसको रक्सी हो दिदी? ए भरे आउँदा लान्छौँ है। ओके साथीहरू, यतिखेर हामी तेह्रथुम भनेछ के बसन्तपुर बजार, यानि कि तेह्रथुमको सिमाना नै भनौँ होइन। के अरे यो तेह्रथुम, सङ्खुवासभा र धनकुटा तीनवटा जिल्लाको चाहिँ एकदम सङ्गमस्थल अथवा तीनवटा जिल्लालाई जोड्ने ठाउँ हो यो चाहिँ। र मैले तेह्रथुम चाहिँ किन पनि भन्न लागेको थिएँ भने यो जुन एउटा अगाडि बाटो देखिराख्नु भएको छ, यो दाहिने साइड गयो भने हामी तेह्रथुम पुग्छौँ भने बायाँतिर हामी गयौँ भने चाहिँ हामी यता सङ्खुवासभा, यो साइडतिर। लेट्स सी हामी चाहिँ अहिले नगरपालिका तेह्रथुम जिल्ला लालीगुराँस नगरपालिका चौमुखतर्फ जाँदैछौँ। देख्न सक्नुहुन्छ बाटोको अवस्था। बाटोमा चाहिँ हामी फेरि यसरी जान्छ। आरामले यहाँनिर आराम गरिराख्नु भएको छ दिदीहरू। यही त होला नि बाटो। चोम्लुङ पार्क जाने बाटो यही हो। सुन्नु न, बाइक तलै पुग्छ। कति रुपियाँको? 200 हो। नजिकबाट खिच्दैन। यतिखेर मेरो भ्लगमा सन्तोष राई हुनुहुन्छ, उहाँले क्यामेरा हाइज्याक गरिराख्नु भएको छ। कुरो सही हो, क्यामेरा हाइजेकै गरिराख्नु भएको छ, तर उहाँले राम्रो खिचिराख्नु भएको छ होला। भन्दा कम बोल्ने मान्छेको भन्नु। कहाँ नजिकबाट त्यो शरीरमा डोपामिनको मात्रा कम भएर मात्रै हो, एकछिनपछि म बोल्नुहुन्छ। यो चाहिँ कुन ठाउँ हो? यो हुन थालिसकेछ है, के भन्छ त्यो बिस्तारै झर्न थालिसकेछ। एक्लै थियौँ हामी पनि यार अहिले। कस्तो लाज लाग्छ यार। ल अर्को भ्लगर जन्मिसक्नु भएको छ। उहाँ लुक्स मात्र हेर्नुहोस् उहाँको, त्यसपछि उहाँको हेर्नुहोस्, त्यसपछि झन् उहाँको झन् के कुरा गर्ने लुक्सको, उहाँको उस्तै छ फेरि, उहाँको फेरि के कुरा गर्ने। अब हाम्रो चाहिँ फेरि यस्तै हो, नर्मल हो। सोमलुङ पार्क गाइज, तपाईँहरू आउन सक्नुहुन्छ। खासै टाढा छैन, धरानी टरीबाट आउनुहुन्छ भने पनि त्यस्तो टाढा छैन है। बाटो पनि राम्रो छ, एकदम सरल तथा सहज रूपमा तपाईँहरू यो ठाउँमा आएर घुम्न सक्नुहुन्छ। हेर्नुहोस् यस्तो पनि व्यवस्था छ है चम्लुङ पार्कमा चाहिँ। ल साथीहरू, यतिखेर चाहिँ हामी खाजा ब्रेकमा छौँ। हेलो दाइ, कस्तो छ खाजा? हेलो दाइ। ए वाह, यता देखाउ न भाइ। बबाल छ, मिठो छ, एकदम बबाल लाग्यो होइन। के थुक्पा हो यो? यो चाहिँ सुकुटी हो। ओके। अनि यो के हो? यो जुस सेको छ। एउटा गुराँसको जुस पनि ल्याउनु, अघि त त्यो मिक्स भएको। फाइनली हामी अब हिँड्न लागि फर्किनु पर्ने हुन्छ आजको हाम्रो यात्रा। हामी अब चाहिँ दिनभरि घुम्ने है। यो तपाईँहरूले अहिले देखिराख्नु भएको चाहिँ के अरे बसन्तपुर बजार, बसन्तपुरमा देख्नुहुन्छ नेपालको राष्ट्रिय फुल लालीगुराँसको। जम कसले खिचिदिन्छ त हौ?
ल साथीहरू यतिखेर हामी धनकुटाको चित्रे बजारमा आइपुगेका छौँ। हामी फर्किने क्रममा छौँ। अगाडि देख्न सक्नुहुन्छ दुईवटा बाइक साथीहरू हुनुहुन्छ। अलिकति साथीहरू मोडमा हुनुहुन्छ। आज मौसमले पनि च्यालेन्ज गरेको अवस्था। अस्थायी प्रहरी पिच ठिक छ। प्रहरी साथीहरूले खासै मौसम हेर्नुहोस् साथीहरू, के गर्नु त्यस्तो छ। नाच्यो झिल्के नाच्यो। साथीहरूको बाइक कुद्दैन क्या हो? अगाडि जा भन्नु। संजोगले भेट भएको बेला भन मनमा बस्ने फुल हो कि कोपिला यो मायाको आँखैका जालो। साथीहरू हामी चाहिँ हाम्रो यात्राबाट फर्किने क्रममा छौँ। यतिखेर हामी सिद्ध बजार पुग्न लागेको अवस्था हो। देख्न सक्नुहुन्छ साथीहरू चाहिँ एकदम साङ्गीतिक मोडमा भनौँ एकदम गीत सित गाउँदै अगाडि बढिराख्नु भएको छ। तिम्रो मनैमा गुराँस फुल मनैमा मेरो मन भुला तिम्रो मनैमा मनैमा ल्याउली बनैमा गीतैको मायालाई राखे मनैमा। हात त छैन त के हो यो? देख्न सक्नुहुन्छ हाम्रो साथीहरूको जो गन्तव्यतर्फ फर्किँदैछौँ। साथीहरू अलिकति मेरो के भन्छ म क्यामेरा फ्रेन्डली भन्दा पनि अलिकति म त्यो के भन्छ त्यो बिल्डअप भइसकेको छैन क्या। आउँछ क्या तारेर जाउँ न। ओहो गुराँसे डाँडा साथीहरू चिया बन्द चिया बनेर चिया खाएर जानुहुन्थ्यो है। हामी गुराँसे डाँडामा आइपुगेका छौँ। दिदी चिया त बन्दैन होला है? चिया त बन्दैन होला? क्युआर छ कि छैन? बाटो त जस्तो यहाँनिर चाहिँ अलिकति भत्केको छ क्या। ल साथीहरू हेर्नुहोस् हाम्रोतिर यस्तो छ अरे केही देखिए त मर्नु। अगाडिबाट गाडी आइरहेको के छ होइन? ओके सोध्नुहोस् भाइ। अनि आजको तपाईँको आजको यात्राको बारेमा तपाईँ के भन्न चाहनुहुन्छ? ओके साथीहरू आजको यो मेरो भ्लग जति पनि जनाले हेरिदिनु भएको छ तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। सायद अब यहाँबाट चाहिँ म भिडियो गर्दिनँ किनभने अब यहाँ हाम्रो रेस्ट्रिक्सन हुन्छ कि यहाँ एरियाबाट उताभित्र जाँदाखेरि खिच्न पनि मिल्दैन। त्यही भएर आजको ब्लग चाहिँ म यहीँ अन्त्य गर्न चाहन्छु होला सायदै। अब कृपया मेरो भिडियोलाई हेरेर माया गरिदिनु होला। र अन्त्यमा यो भिडियोको अन्त्य चाहिँ हाम्रो सन्तोष दाईबाट हुनेछ। के भन्नुहुन्छ दुई शब्द? हाम्रो भिडियो चाहिँ व्यापक हुने म पनि छु साथमा, यहाँ सँगै साथमा म फ्रन्ट लाइनमा काम गर्ने छु। ल थ्याङ्क यू गाइज। थ्याङ्क यू गाइज। पानी पर्यो थ्याङ्क यू हेर्दै गर्नु होला।